सबै हाल न। यो चाहिँ पर्क बनाएको हामीले होइन। यो चाहिँ कस्तो कुन चाहिँ स्टाइलको भनेको जुन जिना श्रेष्ठको जुन फेसबुकमा च्यानल छ उहाँले बनाएको चाहिँ हामीले भिडियो हेरेर आज चाहिँ हामीले त्यसरी खानु खोजेको है साथीहरू। ल खोर्सानी चाहिँ रातो लगाएको थियो, हाम्रोमा रातो छैन हो, त्यही भएर हरियो लगाएको थियो। अन्त प्लस टमाटर पनि मसिनो खालको लगाएको थियो। अब मसिनो टमाटर छैन हाम्रोमा, र जस्तो छ हामीले त्यस्तो चाहिँ लाउँदैछु है। अन्त यहाँनिर अदुवा लसुन कुटेको हो, टिम्बुर है, यो चाहिँ अब सुकेको खोर्सानी र टिम्बुर छ यसमा। अब टिम्बुर चाहिँ हामीले अब आफ्नो स्वाद अनुसार हो, अब तपाईँहरूलाई कस्तो खालको मनपर्छ होइन। हामीले चाहिँ उहाँको भिडियोमा भन्दा चाहिँ अलिक धेरै नै लगाएको छ। यो चाहिँ चिली पाउडर अझै हाल है। चाहिँ नुन, तेल चाहिँ हाल्नु पर्दैन। र पनि प्रायः जस्तो मैले म आफूले पनि भुटेको यो सुँगुर मासु बनाउँदाखेरि यो चाहिँ हाल्दिनँ तेल चाहिँ। यो चाहिँ हो सोया सस, अलिकति नि हुचिङ नहालौँ होला है। हुचिङ पनि हालेको थियो उहाँले चाहिँ, तर हामी चाहिँ हुचिङ नहालेकै। अब हाले माथिबाट पानी बास हुन्छ यतिमा अहिले। ल अब चाहिँ रेडी टु कुक। ल अब चाहिँ कुक हुनु जाँदैछ है, इदानी पाक्दैछ है। ल अब चाहिँ अनि यति गर्छु त अहिले। ल हेर्नु यस्तो यहाँ हेरिहाल्नु है, पाक्नु आँट्यो है। यसमा चाहिँ के उयो छ भनेपछि चाहिँ नि उहाँले चाहिँ यो पिसको कटिङ चाहिँ कस्तो थियो भने पा कटिङ थियो, तर हामीले चाहिँ करी कटिङ कटेको छ होइन। अब पिस त एउटै हो। अब 10 मिनटमा त पाक्छ होला है। यो कता फोटोमा गएर चाहिँ हेरेको फाइनली गाइस खाने टाइम खाने उयो पनि रेडी भयो खानुको लागि होइन। यहाँ तेल पनि यस्तो मजाले निस्क्यो हो। अब चाहिँ रेडी टु इट भयो है। ल यो चाहिँ अब खालि खाना सर्भ गर्नु र खानु मात्रै छ। लु मासु पाक्यो चाक। अब नुन लागेको लागेन। लाग्यो दामी। पाक्नु पनि दामी पाक्छ। तँ खाजा अब क्लिक गर्छु ल।